हेलो गाइस, वेलकम टु माई भिडियो। आज चाहिँ म र मेरो हस्बेन्ड फर्स्ट टाइम समुद्र हेर्नु गएको थियौँ। म न्युजिल्यान्ड चाहिँ जाडोमा आएको भएर हेर्नु गएको थिइनँ र म जाने बित्तिकै त्यहाँ सिसेल हेर्नु थालेँ क्या। त्यहाँ किनारैभरि एकदमै धेरै सिसेलहरू थियो। नेपालबाट गएको मान्छे, त्यही पनि समुद्र भनेपछि त त्यही पनि फर्स्ट टाइम, यत्तिकै एक्साइटमेन्ट त भइहाल्छ नि। जे होस्, जस्तो एक्सपेक्ट गरेको थिएँ मैले त्योभन्दा निकै नै राम्रो रहेछ रियलमा। यसो मुभीहरूतिर देखेको रियलमा नदेखेको। अनि म चाहिँ गएँ समुद्र हेर्नु। एकदमै त्यहाँको वेभहरू चाहिँ एकदमै फास्ट आउने क्या। अनि म चाहिँ पुरा उता फर्केर उभिने भएको। मलाई त वेभले झन्नै लडायो। मेरो चप्पल पनि कहाँ पुर्यायो, मेरो फित्ते चप्पल, मेरो प्यारो फित्ते चप्पल। अनि धन्न भेटियो मेरो चप्पल। त्यसपछि मैले मेरो नाम लेखेँ। अब त्यहाँ त्यत्रो गइसकेपछि नाम नलेख्ने कुरै भएन। तर फेरि कस्तो अगाडिसम्म त्यत्रो वेभ आइरहेको थियो, मैले नाम लेखेपछि त्यहाँ आउँदै आएन। जे होस्, म आज चाहिँ मेरो नाम बगाएरै छाड्छु भनेर छेउमै गएर लेखेँ। बल्ल बल्ल फाइनली। अनि मेरो बुढाले पनि त्यहाँ लेख्दै हुनुहुन्थ्यो। अनि त्यति गर्दै रात परिहाल्यो। अनि खुट्टा सुट्टा धोयौँ, सफा भयौँ। अनि बाई बाई समुद्र भन्दै हामी घर फर्क्यौँ। सी यु इन नेक्स्ट ब्लग।